जति पनि साथीहरूले अहिले कोरियन भाषाको परीक्षा दिनको लागि तयारी गरेर बसिरहनु भएको छ उहाँ साथीहरूको लागि यो भिडियो निकै नै उपयोगी हुन सक्छ। तपाईको मनमा अनि दिमागमा सोचै र पिर चिन्ताले लागेको चोटमा अलिकति मलम लाग्न सक्छ। भिडियो अन्तिमसम्म ध्यान दिएर सुन्नु होला। साथै मेरो युट्युब च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर मेरो 10,000 सब्स्क्राइबर फ्यामिली मेम्बरको एउटा टार्गेट छ। त्यो टार्गेट चाहिँ पुरा गरिदिनको लागि तपाईको एउटा सब्स्क्राइबले पनि काफी नै हुन्छ। आजको यस भिडियोको टपिक सुरु गरौँ है त। जति पनि साथीहरूले अहिले कोरियन भाषाको परीक्षा दिनको लागि फर्म भरेर बसिरहनु भएको छ, पर्खिरहनु भएको छ। कसैको 10 दिनपछि परीक्षा होला, कसैको 1 महिनापछि होला, कसैको 2 महिनापछि होला, कसैको 3 महिनापछि होला। जति पनि साथीहरूले आत्तिरहनु भएको छ, डराइरहनु भएको छ, परीक्षा के हुने होला, कस्तो हुने होला। तपाईले पनि सुन्नु भएकै छ, बुकबाटै प्रश्न आउने छ यसपालि, किनकि बुक पनि परिवर्तन भएर नयाँ आएको छ। पुरानो त पहिलाका साथीहरूले पढिरहनु भएकै थियो पहिलाको बुक, र अहिले चाहिँ पछिल्लो समयमा आएको बुकबाट नयाँ प्रश्नहरू पनि अलिकति मोडालिटी चेन्ज भएको छ। र कति साथीहरूले एक्जाम दिइसक्नु भएको छ, उहाँ साथीहरूलाई पनि अलिकति सोध्नु होला कस्तो खालको प्रश्न आएको छ भनेर। मैले जानकारी पाए अनुसार धेरै जस्तो प्रश्नहरू बुकबाटै आएको छ। र जति पनि साथीहरूले बुकमा ध्यान दिनुभयो, बुक रिभिजन गर्नुभयो, बुकमा भएको हरेक कुरा तपाईँ सक्नुभयो भने तपाईँलाई पास हुन गाह्रो छैन। र पास हुनको लागि बुकको A to Z पढेर मात्र सकिन्छ भन्ने पनि लाग्न सक्छ, हैन। बुकको हरेक कुरा जानेर अनि आवश्यक पर्ने सबै कुरा सिकिसकेपछि पनि अलिकति गाह्रो हुन्छ 40 मा 40 हान्न। 40 मा 40 कसरी हाने त भनेपछि अलिकति कन्फिडेन्टको पनि कुरा हुन्छ। अलिकति आत्तिने, हतारिने, के होला भनेर प्रश्न नदेख्दै नै धेरै कुरा सोचेर कतै अप्ठ्यारो आउने हो कि बिग्रिने हो कि डर लागिरहेको छ, के हुने होला, यस्तै होला हो कि भन्ने कुराले गर्दा नै बिग्रिने गर्छ। क्वेसन सल्भिङ गर्दै गर्दा यदि अप्ठ्यारो आयो भने त्यसैलाई सोच्दै दिक्क भएर त्यही नै बस्ने होइन। पहिला सजिलो प्रश्नहरू सकेसम्म छिटो सल्भिङ गर्नुहोस्। पहिला सजिलो प्रश्नहरू तपाईँले हल गर्नुहोस् र अलिकति अप्ठ्यारो आउन सक्छ, अप्ठ्यारोलाई छोड्दै जानुहोस्, समयको बर्बाद नगर्नुहोस्। जब तपाईँहरूले सजिलो सक्नुहुन्छ अनि बाँकी रहेको समय चाहिँ सोच्नलाई टाइम लगाउनुहोस् अप्ठ्यारो प्रश्नहरूमा। अनि अप्ठ्यारो भन्नाले सबै अप्ठ्यारो आउँदैन, तपाईँले सोचेको भन्दा पनि धेरै सजिलो, तपाईँले कल्पना गरेको भन्दा पनि धेरै सजिलो 30 वटा 35 प्रश्नको चाहिँ तपाईँले यस्तो पनि प्रश्न हुन्छ र कति अप्ठ्यारो अभ्यास गरियो अहिले यति सजिलो किन भन्ने पनि लाग्न सक्छ मनमा नै। त्यो भएर जति पनि साथीहरूले परीक्षाको तयारी गरिरहनु भएको छ नआत्तिनुहोस्। आत्तेर नि हो 1-2 वटा बिग्रने, मनमा धेरै कुरा खेलाएर नि हो। अनि समयको यति धेरै महत्त्व बुझ्नुहोस्, तपाईँले जानेको कुरालाई, मिलेको कुरालाई त्यही कोट्याउँदै बस्दै नगर्नुहोस्, समयको बर्बाद नगर्नुहोस्। यदि समय पुगेन भने हतार हुन सक्छ। समयको महत्त्व बुझ्नु होला। एक प्रश्न गर्दै गर्दा कति समय छुट्याउनु पर्छ भन्ने कुरा पनि मनमा राख्नु होला। कस्तो प्रश्नले कति समय दिने भन्ने कुरा। ओहो अन्तिम परीक्षा हो, लास्ट परीक्षा हो भनेर पुरै सोच्दै अनि दिक्क लाग्दै तपाईँले प्रश्न नै हेर्दै गरिँदै नबस्नु होला। यति यसो गर्नुभयो भने समय नपुग्न सक्छ। धेरै कुराहरू नसोच्नु होला। परीक्षा आउँदैछ भने बुकलाई एकदमै फोकस गर्नु होला। बुकमा भएको छङ्गो मुनादेखि लिएर लिसनिङहरू अनि अहिले परिवर्तन भएका ती नयाँ प्रकारका ती क्वेसनहरू तपाईँले एकदमै हेर्नु होला। जति सक्नुहुन्छ प्र्याक्टिस गर्नुहोस्। आई क्यान डु इट एभ्रिथिङ भन्दै कोसिस गर्नुभयो भने जति पनि साथीहरूले पहिला परीक्षा दिनुभयो, कोही साथीहरू पास भएर बस्नु भएको छ, कोही कोरिया जानुभएको छ, धेरै कुरा नसोच्नुहोस्। तपाईँलाई पनि थाहा छ इपिएसको तयारी कठिन छ, निकै कठिन छ। कहिले नसुनेको भाषा, कहिले देख्दै नदेखेका अक्षरहरू, तर त्योभन्दा ठुलो तपाईँको सपना छ। अहिले तपाईँले याद गरेको, पढेको एक शब्दले भोलि तपाईँको भविष्यमा नयाँ देश, नयाँ अवसरहरूको ढोका खोल्न सक्छ। हो थकै लाग्छ, तर तपाईँ हार नमान्नुहोस्। ओहो मैले त सक्दिनँ कि भन्ने नसोच्नुहोस्। गल्ती हुन्छ, हरेक पटकको गल्तीहरूलाई महसुस गर्दै अनि त्यो गल्तीलाई सच्याउनतर्फ लाग्नुहोस्। होइन मैले त सक्दिनँ कि भन्ने पनि नसोच्नुहोस्। अरू मान्छेले सकेको छ भने मैले किन सक्दिनँ भन्ने कुरालाई मन र दिमागमा राखेर अगाडि बढ्नुहोस्।
अहिले तपाईँले गरेको एक सेकेन्डको मेहनतले भोलि तपाईँको आफ्नो घर परिवारको सहारा अनि तपाईँको जिन्दगीको लेभल नै परिवर्तन हुनेछ। कसले देख्छ र कसैलाई पनि थाहा हुँदैन तपाईँले मेहनत गर्दै गर्दा। तपाईँ असफल हुनुभयो पनि सान्त्वना दिने मान्छे धेरै हुन्छ, तर जुन दिन तपाईँ सफल हुनुहुन्छ त्यो दिन तपाईँको सफलताले स्वर मचाउनेछ। तपाईँको गाउँ, तपाईँको छरछिमेक, आफन्ती, साथीभाइ, तपाईँले पढ्दै गरेको ठाउँ, तपाईँसँग कनेक्टिभ भएको हरेक मान्छेप्रति तपाईँको कुरा गुन्जिँदै जानेछ। तपाईँले सुत्नुभन्दा अघि आँखा चिम्लेर सोच्नुहुन्छ होला, तर कसैले देख्दैन। ओहो, कोरिया जाने सपना त देखियो, के हुने होला? अहिलेसम्म पढेको यत्रो मेहनत, यत्रो लगानी, के हुने होला? आमाले अहिलेसम्म गरेको विश्वास, बाको थाकिरहेका ती हातहरू, पाइलाहरू, अनि बाआमाको बढ्दै गरेको उमेर, फुल्दै गरेको कपाल, चाउरिँदै गइरहेको त्यो अनुहारको गाला, हातको छाला, अनि फुट्दै गइरहेको पैतालाको घामहरू तपाईँले नबिर्सनुहोस्। तपाईँले अहिले मेहनत गर्दै जानुभयो भने तपाईँको भविष्य तपाईँले नै परिवर्तन गर्ने हो। तपाईँको घर परिवारको अवस्था तपाईँले नै परिवर्तन गर्ने हो। अरूले सक्ने, तपाईँले नसक्ने यस्तो कुनै पनि कुरा छैन। हिम्मत बढाउनुहोस्, धेरै कुरा नसोच्नुहोस्। अहिलेको कुरा फेरि पनि घुमेर फर्किएर आउला भन्न सकिँदैन। र यो मौका निकै नै तपाईँको लागि सुनौलो अवसर हुनसक्छ। त्यो भएर नआत्तिनुहोस्। जति पनि साथीहरूले अरू साथीहरूको कुरा सुन्दै सोच्दै हिँड्नु भएको छ, सोध्नै खोज्ने धेरै नगर्नुहोस्। आफै आत्तिने हो। आफूले आवश्यक पर्ने कुरा भन्दा धेरै कुरा जान्ने अनि सोच्ने काम चाहिँ नगर्नुहोस्। तपाईँको लागि हानिकारक हुनसक्छ। अनि अर्को कुरा, यो समय भनेको तपाईँसँग मात्र 3 महिना, 4 महिना, 5 महिना छ। यो समयमा तपाईँको गर्लफ्रेन्ड, बोयफ्रेन्ड, साथीभाइ केही नबोल्नुहोस्, आफन्त केही नबोल्नुहोस्। बोलाउँछ नजानुहोस्, बोलाउँछ बोल्न खोज्छ नबोल्नुहोस्। एकैछिन बोल्दैमा के हुन्छ र भन्ने कुराले निकै नै प्रभाव पार्न सक्छ, निकै नै इफेक्ट पार्न सक्छ। मानौँ कि तपाईँको सपनामा डढेलो लागेको जस्तो हुनसक्छ, तपाईँको सपना ढलेको जस्तो हुनसक्छ। त्यो भएर केही मान्छेसँग सधैँ त्यो घुलमिल हुनैपर्छ भन्ने छैन। केही समयपछि तपाईँ सफल हुनुभयो भने घुलमिल हुने, साथीभाइहरूसँग हिँड्ने, रमाउने उमेर पनि आउँछ। अहिले नै रमाउने उमेर हो भन्दै हिँड्नुभयो भने तपाईँसँग न त रमाउने उमेर बच्छ, न त तपाईँसँग कमाउने उमेर बच्नेछ। नआत्तिनुहोस्, मेहनत गर्नुहोस्। परीक्षामा प्रश्न अप्ठ्यारो आउने हो कि भन्ने दिमागमा सोच्दै नसोच्नुहोस्। भन्थ्यो, यो मान्छेले भन्थ्यो भन्ने कुरा चाहिँ अहिले नै त्यहाँ कपीमा लेखेर हुन्छ कि यो भिडियोलाई काटेर हुन्छ कि राख्नुहोस्, तर नडराउनुहोस्। तपाईँले बुक मात्रै रिभिजन गर्नुहोस्। अहिलेसम्म जति पढ्नुभएको छ त्यति मात्र रिभिजन गर्नुहोस्। चाहे मिनिङ होस्, चाहे लिसनिङ होस्, चाहे बुक होस्, त्यति कुरा रिभिजन गर्नुहोस्। नयाँ मोडलका अहिले चेन्ज भएको मोडल क्वेसनहरू तपाईँले प्र्याक्टिस गर्नुहोस्। धेरै टेन्सन नलिनुहोस्। टेन्सन लिने तपाईँको सपनामा एक दिन डढेलो लाग्नेछ। ढुक्क हुनुहोस्, हिम्मत बढाउनुहोस्। अहिलेसम्मको मेहनत देखाउने हो, ढुक्क भएर जाने हो, अनि 40मा 40 हानेर फर्कने हो। सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला।